हेलो हेलो दर्शन नमस्ते नमस्कार सबैजनालाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। केही दिनको विश्रामपछि म फेरि पनि हजुरहरू समक्ष महाभारतको अर्को कहानी लिएर आइसकेकी छु। अब उद्योग पर्वपछि युद्ध पर्व अर्थात् भीष्म पर्व, युद्धका 18 दिन। अब यसमा के भयो त जानौँ है त। अब मैले 18 दिनलाई पनि 4 भागमा विभाजन गरेको छु हैन। म 6 दिनको एक भागमा र 6 दिनको 12 दिनको अर्को भागमा र 3 दिनको अर्को भागमा र गीताको पाठ अर्को गरेर मैले 4 भागमा विभाजन गरेको छु है। आज हामीले एक दिन पहिलो दिनदेखि 6औं दिनसम्म हैन, पहिलो दिनदेखि 6औं दिनसम्म रणभूमिमा भएका कहानीहरू जस्ताको तस्तै हजुरहरू सामु पस्किन्छ है त। मैले कहीँ कतै गल्ती भयो भने मलाई सच्याउनु होला। हजुरहरूले नबुझेको कुरा मेरो भिडियोबाट ज्ञान लिनु होला। अब सुरु गरौँ। अब रणभूमि अर्थात् कुरुक्षेत्रमा यति धेरै राजा, प्रजा, सेना यति धेरै संख्यामा उर्लिए कि मानौ त्यहाँ पुरै ब्रह्माण्डका मान्छे धर्म र अधर्म बीचको युद्धमा सामेल छन्। धर्म पक्ष पाण्डवहरू र अधर्म पक्ष कौरवहरू। धेरै बुद्धिजीवी विद्वानहरू पनि अधर्मको पक्षमा थिए। कोही शस्त्र उठाउने थिए, कोही अस्त्र उठाउने थिए। कोहीको साथमा आँट थियो, कोहीको साथमा आँट थियो। अब आँटले जित्छ कि आँटले जित्छ त्यो हामी जानौँ है त। ल भन्नुहोस्, हजुरहरू कसलाई रोज्नुहुन्थ्यो? नारायणी सेना या श्रीकृष्ण? आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोस्। अनि सुरु गरौँ। अब युद्ध सुरु हुन्छ पहिलो दिन हैन। सबैजना सिंह गर्जेझै गर्जिन्छन्। शङ्खहरू बज्छ, बाजा गाजा सहित त्यो भूमि एकदमै ठुलो आवाजले गर्जिन थाल्छ। भूमिहरू काप्न थाल्छ, बोट बिरुवाहरू मर्न थाल्छ हैन। अलगै किसिमको त्यहाँनेरि भयानक दृश्य देख्न सकिन्छ। र यसै क्रममा धृतराष्ट्र जो चाहिँ अन्धा थिए अथवा जो चाहिँ दृष्टिविहीन थिए, उनलाई पनि युद्धमा के भइरहेछ भन्ने जानकारी लिन मन लाग्छ। र सञ्जय जसले चाहिँ परबाट पनि पुरै ब्रह्माण्डलाई देख्न सक्थे, साक्षात् त्यो ठाउँमा नभए पनि सबै कुरा उनले देख्न सक्थे, उनी विस्तारमा कहानी बताउँछन्। अनि उता सञ्जयले धृतराष्ट्रलाई कहानी बताइरहेका हुन्छन् र यता युद्ध सुरु हुन्छ। पहिलो दिन पितामह भीष्म जुन चाहिँ अधर्मको पक्षमा हुनुहुन्थ्यो, धर्म बुझ्दा बुझ्दै ज्ञानी भए तापनि उनी अधर्मको पक्षमा हुनुहुन्थ्यो र उहाँ यति धेरै भारी पर्नुहुन्छ पहिलो दिनमा कि पाण्डवको सेनाहरूमाथि एकदमै भारी परेर त्यो दिन पाण्डवहरू अलिकति पराजित हुन पुग्छन्। र पाण्डवहरू पराजित हुन पनि पुग्छन्। र अर्को कारण के हुन्छ भन्दाखेरि पितामह भीष्मको अगाडि आएपछि अर्जुनले शस्त्र त्याग्न खोज्छ र शस्त्र त्याग्ने क्रममा भगवान श्रीकृष्णले उहाँलाई गीताका पाठ सिकाउनुहुन्छ। यो पाठ के होला भन्न जान्नको लागि मसँगै जोडिनु होला। म अर्को भिडियोमा हजुरहरूलाई भन्नेछु। उहाँले चाहिँ धर्म ठुलो कि कर्म ठुलो हैन, धर्मै गरेर जिन्दगी चल्छ कि हामी कर्म अनुसार चल्न पर्छ, हामी आफन्ती साथी सङ्गी भनेर अल्झिनु पर्छ कि हामीले आफ्नो कर्म गरेर आफ्नो साथ अरूको पनि भलो गर्नुपर्छ। यति सबै कुराको ज्ञान भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमिमा दिनुहुन्छ र युद्ध अगाडि बढ्छ। दोस्रो दिन भीमसेन युद्धमा आफ्ना रणकौशल देखाउँछन् र त्यो दिन कौरवका सेनामाथि उनी भारी पर्न जान्छन्। उनका गदा जहाँ वज्र हान्छ त्यहीँका सेनाहरू ढल्ने गर्छन् र त्यो दिन युद्ध बराबरीको हुन्छ। तेस्रो दिन आउँछ, तेस्रो दिन पनि युद्ध चल्छ। सेनाहरू मर्छन् दुवै पक्षका, तर पनि पितामह भीष्मले यस्तो ब्युटहरू बनाउँछन् कि त्यहाँनेरि उनलाई परास्त गर्नलाई सक्ने क्षमता नै थिएन।
उनी अझै अपराजित थिए। र अगाडिको दिन चौथो दिनमा गुरु द्रोण र कृपाचार्य द्रोणाचार्य र कृपाचार्य बीच भीषण युद्ध हुन्छ र भीम र दुशासन बीच क्रोध, मोह, लोभ, लालच, धर्म अधर्म बीचको यो युद्धमा धर्मले जित्छ। दिनहरू अगाडि बढ्दै जान्छ। भीमले कौरवका केही भाइहरूलाई पनि पराजित गरिसकेका हुन्छन् र 5औं दिनमा उनीहरूले के गर्छन् त भन्दाखेरि युद्ध हुँदै जान्छ, तर अर्जुन अर्थात् पाण्डवका समूहलाई पितामहले केही चोट नपुर्याएको देखेर दुर्योधन रिसले चुर हुन्छ, क्रोधित हुन्छ र क्रोधित भए पश्चात चाहिँ उसले चाहिँ अब के गर्ने त, तपाईँले तिनीहरू पाण्डवहरूलाई मार्नै चाहनुहुन्न पितामह, त्यसैले तपाईँ पछाडि हट्दै हुनुहुन्छ, त्यसैले यो यतिसम्म लम्बिँदैछ, युद्ध यति लम्बेकै कारण तपाईँ हुनुहुन्छ भनेर दुर्योधनले पितामहलाई अनेक आरोप लाञ्छना लगाउँछ र पितामह निराश हुनुहुन्छ। पितामह निराश भइसके पश्चात अब युद्धको 6औं दिन आउँछ। 6औं दिन पाण्डवका सेना अर्थात् पाण्डवहरू कौरवहरूमाथि हावी पर्छन्। उनीहरूलाई अलि गाह्रो पर्छ अथवा असहज हुन्छ र त्यसपछि दुर्योधन रिसले चुर हुन्छ र अगाडि कसरी गर्ने भनेर, अब कसरी युद्ध अगाडि बढाउने, होइन, कसरी हामीले चाहिँ यी पाण्डवहरूलाई हराउन सकिन्छ भन्ने कुरा दुर्योधनमा मनमा खेल्छ र दुर्योधनले अनेकौं व्यूहहरू, होइन, अनेकौं चक्रहरू बनाएर पाण्डवलाई परास्त अथवा पराजित गर्न खोज्छ। अब अगाडि के भयो होला, 7 दिनदेखि 12औं दिनसम्म के कस्तो कहानी घट्यो होला, कसको प्रवेश भयो होला, कसको मृत्यु भयो होला, को बाँचे होलान्, को मरे होलान्, कसको समय राम्रो रह्यो होला, को बलवान रह्यो होला, धर्मको जित भयो कि अधर्मको, कसरी भयो त जित, यो सबै जान्नको लागि हजुरहरू सबैजना मसँग जोडिनु होला। यति भन्दै म हजुरहरूसँग बिदा लिन्छु। हजुरहरूको दिन शुभ रहोस्, हजुरहरूको रात शुभ रहोस्। हस्त नमस्ते।